मर्निङ फ्यामिली सो आज चाहिँ वी आर मुभिङ फर रोलु मन्दिरको लागि गएको अन्त एज अलवेज आया कालु आउनु भएको छ चिया खानु आया कालु कहाँ जानु भएको चिया खानु ए चिया छैन बनाउँदैन अरे बनाउँछ कसले बनाउँछ भन्नु न अन्त यता आङ्गी बमले चिया बनाउँछ आज चाहिँ आनाको भाकल पुरा गर्न जानुपर्छ लास म रिपोर्टर पेमा र क्यामेराम्यान पिन्चोको सामु कोही इन्टरभ्यू लिनै सकेन हामीले धन्यवाद बाई 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 के हो यो सो हाम्रोमा यी ठुलो आइले रोप्नु भएको के यो के अर्किड हो यो यसलाई के भन्छ यो अर्किड दामी खालको अर्किड रहेछ हौ ठिकै हेर्नु नि अर्किड क्या दामी रहेछ यो फुलको बारीमा बन्नु जाँदा चाहिँ रिपोर्टर यो फुलको बारीमा बन्नु जाँदा चाहिँ यो फुलले चाहिँ के गर्नुहुन्छ भने यहाँ चाहिँ किरा ट्र्याप गरेर उहाँले खानुहुन्छ यदि म जति झुट बोलेको कमेन्ट गरिदिनु यसकोमा मैले के चाहिँ भनेको भनेर यो फुलको खासियत चाहिँ के छ भने यसमा चाहिँ किरा यहाँ पस्छ अनि ट्याक्कै ट्र्याप गर्छ भेनिस फ्लाइ ट्र्याप हो यो त्यही हो त्यो हो हो हजुर त्यही हो त्यो होइन है त्यही हो यदि त्यहाँ ट्र्याप गरेर खान्छ आउँछ नि बहिनीले झुट बोलेको भनेर पुरा कमेन्ट आउँछ दिदीले झुट बोलेको भनेर एकछिन बुर्बकै बनायो हामीलाई पनि होइन पुरा ट्र्याप गर्छ यो उयो होइन यो अर्किड होइन यो अर्किडको फ्यामिली हो अर्किड फ्यामिली हो अब कोही के हो तपाईँहरूले कसैलाई याद छ भने जेन्युन उयो भन्नुहुन्छ लस अब हामी चाहिँ गएको जाउँ गएको रहेछ क्या आमा गएको यता अन्त न बाई बाई घुमेर आउनुहोस् है पर्सि आइपुग्नु है लास्ट भन्नुहोस् लास्ट है अब हामी लागेको गान्तोकतर्फ ए गान्तोक होइन हामी सिङतामपट्टि गएको त्यहाँदेखि उता रोलु मन्दिर गएर चाहिँ यता चाहिँ हुनुहुन्छ हाम्रो दाजु सधैँ हाम्रो उयसमा के भन्छ बेलामा टक्कै दादा आइदिनुहुन्छ मेरो छोरी त सुते जस्तो छ आमा चाहिँ खोकेको म पनि खोकिहाल्थेँ हल्का सपोर्ट आमालाई अहिले चाहिँ हामी सिट एक्सचेन्ज गरेको अलिकति काकेर अनि चाहिँ म बसेको थिएँ अगाडि अनि जानुभएको छ नानी लिएर बस्नु भएको छ अन्त बाटोको अपडेट चाहिँ नि यस्तो माखादेखि यता चाहिँ यस्तो राम्रो रहेछ अहिले कार्पेटिङ राम्रो भएको रहेछ माखासम्म चाहिँ अलिकति अझै पनि अलिकति रफै रहेछ कहाँ जानु भएको सो हामी चाहिँ अहिले गान्तोक सिङताम आइपुगिसकेको छ लोकेश दादा ममा पनि आइपुग्नु भएको छ उयो अगाडि चाहिँ गाडीले मजाको एउटा डाइलग लेखेको रहेछ डाइलग चाहिँ रहेछ सिङताममा देखेको कम्बर चिटिके मिलेको जाने भई हिँड माया ए कान्छी म त गान्तोक हिँडेको अरे दामी लेख्नु भएछ जोस् के होस् दामी यहाँ ममा र नातिनी भेटेर एकदम खुसी ममा खुसी मेरो नातिनी भेटेर एकदम ह्याप्पी भेरी ह्याप्पी एज अलवेज हाम्रो यहाँ लोकेश दाजु अलवेज ह्यान्डसम हो त्यहाँ अहिले हल्का ग्लास सास लगाएर टक गरेर अब फाइनली
अहिले चाहिँ म र बुढीसँगै बसिरहेछ मेरो ब्युटिफुल वाइफ माई डियर लाइफ पार्टनर माई फ्रेन्ड माई रिलेटिभ Where are we going? हामी चाहिँ पुगिसकेको छ रोलु मन्दिर अन्त ममा के लोकेश दाम आउनुहुँदैछ No, finally हामी पुग्यो रोलु मन्दिर मेरो त फर्स्ट टाइम भिजिट हो मजाले बनाउनु हुँदै रहेछ बहिनी तर्सिन्छ होला है ममा बजाउनुहोस् हुन्छ ल जुत्ता तलै होला हौ पक्रिनु छिटो पक्रिनु छिटो पक्रिनु पक्रिनुहोस् ल छिटो 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 पक्रिनुहोस् ल ल त्यो गुड गर्ल छोड्नुहोस् न अन्त त्यो छोड्नु अब भयो अब भयो अझै अझै बजाउने थियो आउनुहोस् जाउँ जाउँ छोड्नु नमान्ला नमान्ला गर्छ रेडी गरेर ल्याउनु भएको रहेछ आनाले सबै किनेर रेडी हुनु त याद पनि छैन आनाले सबै किनेर फाइनली हाम्रो भिजिट टु रोलु पनि हाम्रो ओभर भइसकेको छ अनि अब चाहिँ हामी फर्किँदैछौँ अन्त एकदम मजा आयो ब्लेस्ड फिल गऱ्यो होइन सो अब मन्दिरहरूमा आइपुग्दाखेरि अभियसली एकदम पिसफुल फिल हुन्छ होइन सबैजना खुसी छ अब चाहिँ हामी जाँदैछ है मजाको कुरा चाहिँ के हुँदैछ भन्दा चाहिँ मम्माले होइन चिया लिएर आउनु भएको रहेछ घरबाटै बनाएर होइन अन्त अब हामी खानु आँटेको छ कप पनि सबै रहेछ ए दाजु फेरि हो थ्याङ्क यू सो मच ममा दुईटा टाउको निस्केको एडिट गर्छौ नि नै उहाँ होइन गाई एडिट गरेर राखेको त्यही त सेम है एडिट गाई भन्नु यसरी होइन अर्ग्यानिक छ हाम्रो बस्नु हुँदैन लभली लभली होइन बस्नु न तपाईँ बस्नुहोस् न तपाईँ बस्नुहोस् न बस्नु छ थ्याङ्क यू सो मच दाजु अब यहाँ पिरामा बस्छ आप गर्दैन अहिले चाहिँ अहिले होइन पिरामा बसेर चाहिँ चिया खानुमा अर्कै मजा छ घरको चिया अर्ग्यानिक घरको भाउजूले हेर्नुहुँदैछ भने भाउजू तपाईँ पनि एक दिन यहाँ लिएर आउनुहोस् लोकेश दाजुलाई फर्किँदै आएको अहिले चाहिँ हामी किर्नेमा छ अन्त मम्माहरूले चाहिँ फेसबुकमा चाहिँ यो के अरे चटपटा गिल्लो चटपटाहरू पाउने जग्गा देखेको छ त्यहाँ खाउँ भनेको कि सो यहाँ फाइनली आइपुगिसकेको छ हेलो बहिनी मम्मा यहाँ पर्खिरहेको छ चटपटेको
उहाँले बनाउनु हुँदो रहेछ नि त किसिम किसिम चटपटे पाउँदो रहेछ होइन कसैलाई चाहियो भने मलाई भन्दा हुन्छ म यहाँ बिचमा म उयो मिडल म्यान भइहाल्छु तब अनलाइन डेलिभरी दिन्छ यहीँ आएर खानु पऱ्यो नि है फ्रेस 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 खानुको लागि यहीँ आउनुहोस् किर्नेमा आउनुहोस् उहाँलाई भेट्नुहोस् बिचमै छ देखिहाल्छ यो काठ रहेछ एउटा ल ममा टेस्ट गर्नुहोस् ल मैले टेस्ट गर्नुपर्ने मलाई खाइ ल लस लस मिठो रहेछ दामी दामी पिरो चाहिँ हालिदिनु पर्यो कसो रहेछ त यही हो तपाईँको अन्त त उलाइँदैछ ए यहाँ म्याडमलाई ओ बहिनी मुटेछ यसरी तपाईँको भात खानुहोस् न यो खानु न कस्तो रहेछ टेस्ट मिठो यो चाहिँ मेरो दामी को कोलाई खानु मन पर्यो मिठो अब चाहिँ माथि भेटौँलास् बाई सो आजको लागि यति नै थियो आजको ब्लग यही एन्ड गर्दैछु भाकल गरेपछि पुरा गर्नुपर्छ त्यति नै हो खास कुरा चाहिँ मम्मालाई थ्याङ्क यू सो मच बहिनी बाई बाई लोकेश दाजुलाई पनि थ्याङ्क यू सो मच भन्दा भन्दै यहाँनिर छ लोकेश दाजु कसैलाई नम्बर चाहियो भने भन्नुहोस् तपाईँहरू सबैजनालाई पनि बेस्ट विसेस भन्दै बाई बाई सी यु सुन यो ब्लग चाहिँ खासमा एन्ड भइसकेको थियो होइन हामी चाहिँ यहाँनिर गान्तोकमा चाहिँ यहाँ घरभित्र पस्नु बित्तिकै हामी सरप्राइज भयो डरलाग्दो सरप्राइज भयो किन भन्दाखेरि चाहिँ मम्माले चाहिँ बहिनीको फोटोहरू चाहिँ मजाले निकालेर आएर चाहिँ भनेको पनि थिएन होइन अन्त ब्लग एन्ड पनि भइसकेको थियो अघि गाडीमै फेरि यो पार्टी खिच्नु पुरा मन पऱ्यो होइन स्पेसली दिस वान होइन के अरे द वाल अफ उयो ममाको अब ट्रेजर भन्छ नि होइन उनीको सबै फोटो खिचेर चाहिँ वालमा हालिदिनु भएछ कति ब्युटिफुल म होइन कस्तो कस्तो इम्पोर्टेन्ट हुन्छ यो चिजहरू है